हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल क्रिएटिभ भ्यूमा। आज चाहिँ हामी यो ब्युटिफुल हेयर एक्सेसरिज बनाउन गइरहेका छौँ। यो चाहिँ यस्तो राम्रो देखेको छ, गजरा स्टाइलको, तर गजरा नै जस्तो चाहिँ छैन। अनि यो बनाउन चाहिँ यति सजिलो छ। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डु लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेल आइकनमा पनि थिच्न नबिर्स्नुहोला र अलको अप्सन पनि थिच्नुहोला। सो यो प्रोजेक्टको लागि चाहिँ मैले व्हाइट कलरको यार्न लिएको छु अनि त्यस पछाडि रहेको छ मसँग रेड कलरको यार्न अनि ग्रीन कलरको यार्न। यो चाहिँ यो धागोहरू चाहिँ नेपाली धागो हो, सो तपाईँले इजिली मार्केटमा पाउन सक्नुहुन्छ। अनि हामीलाई चाहिन्छ क्रोसेट हुक। मैले चाहिँ 3 mm को 3 mm को क्रोसेट हुक लिएको छु। तपाईहरुले पनि तपाईसँग कुन अभाइलेबल छ त्यो लिन सक्नुहुन्छ। अनि सिजर लिएको छु। सो लेट्स स्टार्ट। अब चाहिँ सबभन्दा पहिला चाहिँ हामी व्हाइट कलरको धागो बनाउँछौँ। सो त्यो धागोमा चाहिँ तपाईले फर्स्टमा चाहिँ म्याजिक रिङ बनाउनु होला। अनि म्याजिक रिङ बनाएर चाहिँ त्यो म्याजिक रिङमा चाहिँ 9 चोटी चाहिँ सिंगल क्रोसेट गर्नु होला। हेर्न सक्नुहुन्छ म्याजिक रिङ फेरि बनाउन म सिकाउँदैछु। यो चाहिँ एकदमै बिगिनरहरू भर्खर नयाँहरूले पनि एकदमै सजिलोसँग बनाउन सक्नुहुन्छ। सो यसरी म्याजिक रिङ बनाउनु होला फर्स्टमा। अनि त्यस पछाडि तपाईले के गर्नुपर्छ भने यसरी चेन 1 अनि 9 वटा चाहिँ सिंगल क्रोसेट गर्ने त्यही म्याजिक रिङमा। अनि त्यसपछि त्यसलाई चाहिँ टाइट गर्ने। ओके, सो मेरो चाहिँ 9वटा सिंगल क्रोसेट मैले बनाइसकेँ। अब चाहिँ भने यसरी सबभन्दा अगाडिको घरमा चाहिँ तपाईले यसलाई यो जोइन गर्नु होला, स्लिप स्टिच गर्नु होला अनि चेन 1। त्यस पछाडि फेरि अब चाहिँ एउटा घरमा दुईचोटी डबल टाइम्स सिंगल क्रोसेट गर्नु होला। यसरी एकचोटी अनि सेम घरमा नै दुईचोटी सिंगल क्रोसेट गर्नु होला। यो चाहिँ हामीसँग टोटलमा 20 वटा घर हुन्छ। अनि यो चाहिँ किन भन्दाखेरि फर्स्टको अगाडिको एउटा घरलाई पनि काउन्ट गर्ने हुँदाखेरि त्यसमा चाहिँ हामीले 10 वटा हुन्छ अनि 10 × 2 गर्दाखेरि 20 वटा सेकेन्ड रोमा चाहिँ है। सो मेरो चाहिँ रो 2 पनि फिनिस्ड भइसकेको छ। यो चाहिँ यस्तो देखेको छ, हेर्न सक्नुहुन्छ। अब मैले त्यसलाई स्लिप स्टिच गरेर चेन 1 गरेँ। रो 3 मा चाहिँ अब कुनै पनि इन्क्रिज नगर्ने, एउटा घरमा जस्ट एकचोटी सिंगल क्रोसेट गर्ने। रो 1 मा मैले फेरि एकचोटि रिपिट गर्छु। रो 1 मा चाहिँ म्याजिक रिङ बनाएर त्यसमा 9 वटा सिंगल क्रोसेट बनायो। रो 2 मा चाहिँ तपाईले एउटा घरमा डबल टाइम्स सिंगल क्रोसेट गर्ने अनि रो 3 मा चाहिँ जस्ट त्यसलाई सिंगल क्रोसेट एकचोटि मात्रै गर्ने। आई मिन एउटा घरमा एकचोटि सिंगल क्रोसेट गर्दै फुल रो सकाउनु होला। हेर्न सक्नुहुन्छ मेरो चाहिँ रो 3 पनि एन्डिङमा गइसक्यो। अब चाहिँ म भने रेड कलरको धागो एड गर्छु। तपाईले चाहिँ अब तपाईलाई कुन कलर ठिक लाग्छ त्यो कलरको बनाउनु भयो भने नि हुन्छ, केही फरक पर्दैन। सो एड गर्नको लागि जस्ट एउटा हाम्रो जुन त्यो लास्टमा हामीले स्लिप स्टिच गरेर एन्डिङ गर्थ्यौँ त्यसमा चाहिँ हामीले रातो कलरको धागोले स्लिप स्टिच गरेर एन्डिङ गर्ने। अनि रो 4 को लागि चाहिँ तपाईले यसरी दुईवटा चेन बनाउनु होला। अनि जुन अघि व्हाइट कलरको यार्न छ त्यो व्हाइट कलरको धागोलाई चाहिँ यसरी काटिदिने। अनि त्यस पछाडि चाहिँ हामीले के गर्छौँ भने अब चाहिँ हेर्नु होला है, रोल ओभर गर्ने। अनि सबभन्दा फर्स्टको घरमा एउटा घरमा 3 चोटि डबल क्रोसेट गर्ने। सेम घरमा है, कन्फ्युज नहुनु होला, सेम घरमा 3 चोटि डबल क्रोसेट गरिसके पछाडि हेर्न सक्नुहुन्छ यसले गर्दा 3 भयो। अनि अब यसमा हामीले दुईवटा चेन तान्ने, 1 2 अनि सेम अघिको जुन घरमा हामीले
डबल क्रोसेट गरेको छौँ 3 चोटी, त्यही घरमा नै स्लिप स्टिच गर्ने। त्यसपछि नेक्स्ट घरमा चाहिँ हामीले के गर्ने, सिंगल क्रोसेट गर्ने एउटा, नेक्स्ट घरमा एउटा सिंगल क्रोसेट। अब त्यसपछि चेन 2, अनि त्यस पछाडि हेर्न सक्नुहुन्छ अब अर्को घरमा नेक्स्ट घरमा चाहिँ फेरि 3 चोटी चाहिँ डबल क्रोसेट गर्ने। यो चाहिँ हाम्रो पात, जुन फुलको पात हुन्छ नि त्यस्तो देखिन्छ। यसलाई चाहिँ 3 चोटी एउटै घरमा डबल क्रोसेट गरेर फेरि तपाईले चेन 2 गर्नुहोला, अनि सेम घरमा नै स्लिप स्टिच गर्नुहोला, अनि त्यस पछाडि फेरि नेक्स्ट घरमा चाहिँ सिंगल क्रोसेट एकचोटि गर्नुहोला। सेम प्रोसेस, यही प्रोसेसलाई चाहिँ तपाईले फुल पुरै भरि राउन्ड बनाउनु होला, अनि यो गर्दा चाहिँ तपाईको एउटा फ्लावर्सको लुक्स आउँछ है त। म चाहिँ मेरो अन्तिममा आइसकेँ, अन्तिममा हामी सँगै क्रोसेट गरौँ। अब यसलाई मैले 2वटा चेन ताने, फेरि सेम प्रोसेसिङ हो। नेक्स्ट घरमा चाहिँ मैले यसरी 3 टाइम्स डबल क्रोसेट गरेँ। सो यो चाहिँ हाम्रो फुलको एउटा फुल भनौँ न रेडी भएको छ। अनि त्यसपछि 2टा चेन ताने, नेक्स्ट घर त्यही सेम घरमा यसरी मैले स्लिप स्टिच गरेँ, अनि नेक्स्ट घरमा सिंगल क्रोसेट गर्ने। अब यस पछाडि चाहिँ तपाईले के गर्नु होला भने नेक्स्ट त्योभन्दा पछाडिको घरमा चाहिँ एकचोटि स्लिप स्टिच गर्नु होला, अनि त्यस पछाडि सिंगल क्रोसेट गरे एउटा चेन तानेर यसरी स्लिप स्टिच गर्ने, अनि त्यसपछि एउटा चेन तानेर अनि धागोलाई काटिदिने। सो हाम्रो यो चाहिँ फुल रेडी भयो। यस्तै गरेर मैले चाहिँ कति टोटलमा 3वटा फुल बनाएको छु। यो चाहिँ अलिकति ठुलो साइजको छ, अनि एउटा चाहिँ मैले 2टा चाहिँ सानो सानो साइजको बनाएको छु, अनि प्लस त्यहीमाथि 3टा टोटलमा मैले 4वटा फुल बनाएको छु। यस्तै सेम हो प्याटर्न चाहिँ, नो प्रब्लम, प्याटर्न फरक छैन, तर साइज मात्रै सानो ठुलो छ। अब नेक्स्टमा चाहिँ के गर्नुभयो भने तपाईँले के गर्नु होला भने यो फर्स्टको एउटा चाहिँ बनाउनु होला, म्याजिक रिङ बनाएर 9वटा चेन 9वटा सिंगल क्रोसेट गरेर, अनि त्यस पछाडि नेक्स्ट घरमा चाहिँ तपाईँले एउटा घरमा हेर्न सक्नुहुन्छ, एउटा घरमा 2 चोटि डबल टाइम्स, एउटा घरमा सिंगल क्रोसेट गर्दै तपाईँको जुन यो व्हाइट कलरको पार्ट छ त्यो बनाउनु होला। अनि त्यस पछाडि त पेटल बनाउने तरिका त सेम नै हो, पेटलमा प्रब्लमै छैन। यो चाहिँ हाम्रो अलिकति मिडियम साइजको हो, अनि यो 2टा मैले मिडियम साइजको बनाएको छु, एउटा चाहिँ स्मल। यो स्मलमा चाहिँ फर्स्टको रो 1 मात्रै बनाएको छौँ, यसमा चाहिँ रो 2 छैन, अनि पेटल बनाएको छौँ। यसरी मैले चाहिँ टोटलमा 4वटा बनाएको छु। अब चाहिँ भने हामी यसरी ग्रीन कलरको धागो एड गर्ने। अब सो हेर्न सक्नुहुन्छ हामीले चाहिँ के गर्छौँ भने त्यो जुन बिचको ग्याप छ त्यो ग्यापमा चाहिँ हामीले यसरी काम गर्ने हो। तर त्योभन्दा अगाडि चाहिँ हामीले हाम्रो धागोलाई चाहिँ नट बनाउनु पर्ने हुन्छ। तपाईँले यसरी पहिला फर्स्टमा नट बनाउनु होला, किनभने नट बनायो भने चाहिँ अलिकति सेक्योर हुन्छ, राम्रोसँग धागो खुस्किँदैन भनौँ न, सजिलैसँग यसरी एउटा नट बनाउने। त्यस पछाडि त्यो जुन अघि मैले भनेको थिएँ ग्यापबाट आफ्नो क्रोसेट हुकलाई छिराएर यसरी धागोलाई तान्नु होला, अनि चेन 1 2 3 4 5 5वटा चेन तानिसक्नु भएपछि यो धागोलाई चाहिँ एकछिन हामी लुकाउँछौँ, अनि 5वटा चेन तानिसक्नु भएपछि तपाईँले के गर्नु होला भने फेरि अर्को 5वटा चेन तान्नु होला, अनि त्यो फर्स्टको 5वटामा चाहिँ लगेर फेरि यसरी हामीले सिंगल क्रोसेट गर्नु होला। सो यो गर्दाखेरि चाहिँ तपाईँको पात जुन हरियो कलरको पात हुन्छ त्यो रेडी हुन्छ। अनि त्यसलाई चाहिँ के गर्नु भने यसरी एकचोटि फेरि चेन तान्नु होला, एउटा चेन तानेर त्यो वर्कलाई फ्लिप गर्ने, अनि त्यही सेम अघि नै हामीले जुन पातको ग्याप बनाएको छौँ त्यो घरमा चाहिँ हामीले यसरी 6 चोटि, टोटलमा 6 चोटि चाहिँ सिंगल क्रोसेट गर्ने, अनि त्यस पछाडि हेर्नुलाई यसरी 6 चोटि टोटलमा सिंगल क्रोसेट गर्यो। अब उतापट्टि चाहिँ यसरी हेर्नुहोस् है, मेरो टोटल 6 भयो। अब यता डाइरेक्ट फर्काएर भन्नाले उता त्यो जुन हाम्रो चेन छ अघिको त्यो धागोमा उतैपट्टि नै बुन्दै जाने, अनि फेरि 5वटा चेन तान्ने। अब चाहिँ अलिकति ट्रिकी छ,
यो चाहिँ यस्तो देखिन्छ, पातहरू जस्तो खालको देखिन्छ। सो यो चाहिँ त्यो लहरामा कस्तो राम्रो देखिन्छ कि तपाईँले पनि त्यस्तै गरेर बनाउनु होला। अब यस पछाडि के गर्नु पर्यो भने पात चाहिँ दुईतिर फर्केको टाइपको चाहियो नि त होइन, एकपट्टि फर्केको अनि अर्कोपट्टि फर्केको। सो यो चाहिँ हाम्रो एकता साइडमा फर्केको छ। पाँचवटा हामीले अलरेडी फेरि चेन तान्यौँ। अब फेरि एकचोटि तपाईँले 5वटा चेन तान्नु होला। अनि अघि चाहिँ हामीले यता साइडबाट गऱ्यौँ होइन, अघि उता साइडबाट गरेको थियौँ, अब यता फर्काएर गर्ने हो। यसरी फर्काएर धागोलाई अघि यताबाट गरेको थियौँ नि त होइन, अब चाहिँ यता पछाडि ठ्याक्क अपोजिट साइडबाट क्रोसेट हुकलाई यसरी धागो छिराएर यसरी स्लिप स्टिच गर्नु होला। यो चाहिँ अलिकति डिफिकल्ट चाहिँ हुन्छ, तर गर्न नसकिने चाहिँ हुँदैन। अनि त्यस पछाडि चेन 1 अनि अघिको जस्तै गरेर त्यही घरमा चाहिँ सबै 6चोटि चाहिँ सिङ्गल क्रोसेट बनाउँदै जाने, यो गर्दै जाने। यही हो प्रोसेसिङ सेम हो। अनि तपाईँले यस्तै गरेर पात आफूलाई कतिको लेन्थ चाहिन्छ यो लहरा चाहिँ त्यो लहरा बनाउन सक्नुहुन्छ। मैले चाहिँ टोटलमा लामोको लागि चाहिँ बिचको एउटा जुन लामो पार्ट छ त्यसको लागि चाहिँ 10वटा पात, जुन हामीले अहिले भर्खरै पात बनाएको जस्तो निकालेका छौँ नि, यो चाहिँ 10वटा बनाएको छु टोटलमा। अनि सानोमा चाहिँ 8-8वटा बनाएको छु। तपाईँहरूलाई चाहिँ कतिको लेन्थ चाहिन्छ त्यो लेन्थ अनुसारले तपाईँहरूले यसरी नै पात पनि बनाउनु होला है त। मैले चाहिँ सघाइसकेको छु लगभग मेरो यो मुनिको लहराको पनि पार्ट पनि सकिसकेको छ। मैले चाहिँ के गरेको छु भने यसरी लास्टमा अन्तिममा 10वटा चाहिँ त्यो पात जस्तो बनाइसके पछाडि 5वटा चेन ताने। अनि त्यस पछाडि चाहिँ हामीले जुन अघि फुल बनाएका थियौँ त्यो फुललाई चाहिँ मैले यसरी एट्याच गरेको छु। तपाईँहरू पनि त्यस्तै गर्नुहोला। अनि त्यस पछाडि यसरी त्यसलाई सिङ्गल क्रोसेट गर्ने अनि चेन 1 अनि गर्दै यार्न। यो चाहिँ हाम्रो एउटा पार्ट रेडी भयो। यस्तै गरेर तपाईँले चाहिँ 3वटा लहराहरू बनाएर राख्नुपर्ने हुन्छ। अनि यसलाई चाहिँ यो चाहिँ एकदमै ब्युटिफुल देखिन्छ। तपाईँले पहिला नै फर्स्टमा भिडियोमा देखिसक्नु भएको छ। अब त्यस्तै गरेर मैले चाहिँ म फेरि एकचोटि भन्छु, यो मैले चाहिँ दुईवटा ठुलोको लागि चाहिँ 10वटा पातवाला लहरा बनाएको थिएँ भने अनि सानोवाला फुलको लागि चाहिँ मैले 8वटा मात्रै लहरा बनाएको छु। तपाईँहरू पनि त्यस्तै गर्नुहोला। सो अब चाहिँ मैले बनाएर एट्याच गर्छु है त। यस, मैले चाहिँ एट्याच गरिसकेको छु। यो चाहिँ हाम्रो यस्तो देखिन्छ माथि चाहिँ, अनि तल चाहिँ यस्तो देखिन्छ। अब चाहिँ भने यो धागोहरूलाई हामी हाइड गर्छौँ। हेर्नुहोला, धागो हाइड गर्नको लागि चाहिँ तपाईँले त्यही आफूले बुनेको कुरुसले नै त्यसलाई मजाले यसरी लुकाउँदै हाइड गर्नुहोला। ओके, अब चाहिँ हाम्रो प्रोजेक्ट रेडी भइसक्यो। देख्नुभयो त कति सजिलो छ। तपाईँले पनि यति सजिलोसँग बनाउनु भयो नि होइन। अनि यो लुक्स वाइज पनि एकदमै राम्रो छ। सो फेरि पनि म हजुरहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने जति तपाईँहरूले मलाई माया गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, सेयर गर्नुहुन्छ, त्यति नै नयाँ भिडियोहरू बनाउने हौसला मिल्नेछ। सो यदि तपाईँ नयाँ हुनुहुन्छ भने यो च्यानलमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि नजिकै रहेको बेल आइकनमा थिचेर अलको अप्सन पनि थिच्न नबिर्सिनु होला। फर टुडे, बाई बाई।